पेन्टिङको सबैको कति लाग्यो हामीले मात्रै लगेको त कति लग्यौँ भने 12 लाख लगभग धनै 13 लाख जति हामीले लग्यौँ हैन। अब त्यसमा उहाँले तर के खर्च गर्नु पर्यो बेग्लै त उहाँको खर्च भएन होला 13 लाखमा लगभग 13 लाखमा भयो के। 2टा बेडरुम प्लस तलको 3टा बेडरुम भनौँ न हैन। एउटा लिभिङ हल भइहाल्यो, एउटा किचन पनि छँदैछ। यो लगभग 13 लाखमा कम्प्लिट। यो फेरि कम्पाउन्डसँगै हो नि, फेरि हामीले गरेको चाहिँ फेरि यो 13 लाखमा चाहिँ यो घर यस्तो अब जाने के हो के को लागि भनेछ भने लोड सेडिङ गाउँ गयो भयो नि ल्याउनु पर्यो नि त फेरि। सही हो लाइट बाल्नु लाइन चाहिँ कहाँ गयो यहाँ 2टा रुम कोही छैन कहाँ गयो यो किचन हैन। ओहो किचनमा त फेरि बोरै भएर पुरा कफ सप त लिएर राखिसकेको छ। एक्जस्ट फ्यान किचन टक्क हैन। यतापट्टि चाहिँ एक्स्ट्रा यो चाहिँ फेरि खतरा खालको छ। यहाँ चाहिँ एक्स्ट्रा एक्जिट रुम हो। यहाँ चाहिँ 2 तलाको छ नि त, तलामाथि चाहिँ सुत्न मिल्यो। योबाट चढ्नै माथि यहाँनिर यहाँ चाहिँ हात धुने हो टक्क। यहाँनिर सुत्ने एकजना तलमाथि सुत्ने हैन। यहाँबाट जुरुक्क उठेर आएर यहाँ चाहिँ टोइलेट गर्ने ठाउँ टोइलेट। यो चाहिँ टोइलेट बाथरुम पनि एकै छ। त्यो साफ गरेर हिँड्नु रहेछ। टक्क टोइलेट बाथरुम भयो। यहाँ चाहिँ फेरि ट्रान्सपेरेन्ट पोलिकार्बोनेट लगाइरहेको छ। यो चाहिँ टक्क होइन बाहिरपट्टिको पनि रुम दामी छ है। अब यहाँदेखि भनेको यो किचन भइहाल्यो। यो किचन पनि लगभग कति छ यसको साइज 10 बाई 12 जतिको छ। सानो छ किचन होइन। जग्गा त ठुलै हो तर यो अलिकति मुडा नमिलेर यस्तो भयो। यो चाहिँ अब लिभिङ रुम प्लस हल जस्तो भयो होइन। यहाँ त वाइफाई पनि जोडिसकेछ नि त भान्जा भाइनेटको पुरा वाइफाई जोडिसकेछ ल। आज सर्ने भन्दै थियो बुढा मान्छेले, आज सर्ने भन्दै थियो। यो बेडरुम ओ माइ गड यहाँ बेडरुममा त के सामान ल्याएर राखिसकेछ ल। के कचर ल्याइरहेछ। आज सर्ने भन्दै थियो नि त। यहाँ पनि के ल्याएर हालिसकेछ। यहाँ एउटा बेडरुम, यो 2टा बेडरुम है। खतरा छ बेडरुम त होइन टक्क। यो चाहिँ अब लो बजेटमा सस्तो बजेटमा हाम्रो कम्पनीले बनाएको है। यो चाहिँ तपाईँहरू पनि यस्तै बनाउन चाहनुभयो भने चाहिँ यसो हामीलाई सम्पर्क गर्दाखेरि हुन्छ। यही हो है। यो रुम चाहिँ तपाईँको अब सानो छ 10 बाई 10 को रुम हो। यो 10 बाई 10 को रुम हो। त्यो पल्लो पनि 10 बाई 10 को रुम। यो चाहिँ यसरी बनाइएको छ। यो लिभिङ रुम भइहाल्यो होइन। सबै देख्नुभयो। त्यहाँबाट चाहिँ एउटा विदेशी सिस्टमको खाट छ। अनि यो चाहिँ होइन किचन भनेको हो। आज लाइन गएको कारणले गर्दाखेरि टक्क बत्ती बालेर देखाउन पाइएन। बत्ती सबै नर्मल छ है। टक्क खाट चाहिँ कस्तो लाग्यो गाइस प्लिज कमेन्ट है। यहाँ चाहिँ अब यो तलमाथि पनि सुत्न मिल्यो, तल पनि सुत्न मिल्यो होइन। गजब छ। तर तलमाथि सुत्ने मान्छे चाहिँ पिसाब फेर्नु यहीँबाट ओर्लिनु पर्ने हुन्छ होइन। बेडमाथि पिसाब फेर्यो भने मुन्तिरको मान्छेलाई पनि व्यवस्था हुन्छ। कुरो त्यति। यहाँ चाहिँ यसो हल्का अब यो त्यहाँ चाहिँ अब झ्यालाई खुल्लै छ। त्यो जाली हाल्ने प्लान बन्दैछ हाम्रो। टक्क यो घर यति है। तर यो सानो एरियामा राम्रो घर बनेको छ। यो चाहिँ मच्छरजाली होइन। कम्पाउन्ड टक्क। यो चाहिँ यहाँ हाम्रो छिमेकी चाहिँ उहाँ सहयोगी हुनुहुन्छ। पानी सबै उहाँले भरिदिनु भएको घर बनाइसकिन्जेलसम्म। यो चाहिँ गेट भयो कम्पाउन्ड। यो कम्पाउन्डको माथि चाहिँ यो अझै यो काँडा हाल्नै बाँकी छ। 2-4 दिनपछि काँडा हाल्ने हो। हाम्रो भान्जा यहाँको हेडमिस्त्री। यो भिडियो बनाएर यसो युट्युबमा हाल्नु पऱ्यो। लो बजेटमा यो
पहिला यहाँ हाम्रो कन्ट्याक्ट चाहिँ हेरेर है त्यो लो बजेटको प्राय मान्छेले खोजिरहेको हुन्छ क्या बाहिरसम्म लो बजेटको प्राय घरहरू खोजिरहेको हुन्छ कि मान्छेले कम्प्लिट भयो पुरै पेन्डिङ सब लगाएर तपाईँलाई के थाहा होला मलाई त ठ्याक्कै हामीले पेन्डिङ त होइन पेन्टिङको सबैको हो सबैको अँ कति लागेको हामीले मात्रै लगेको त कति लग्यौँ भने 12 लाख लगभग धर्नै 13 लाख जति हामीले लग्यौँ होइन अब त्यसमा उहाँले त तर के खर्च गर्नु भयो बेग्लै त उहाँको खर्च भएन होला होइन तपाईँहरूले पुरै 13 लाखमा फिनिसिङ लगभग यो 13 लाखमा भयो क्या 2टा बेडरुम प्लस तलको 3टा बेडरुम भनौँ न होइन एउटा लिभिङ हल भइहाल्यो एउटा किचन पनि छँदैछ यो लगभग 13 लाखमा कम्प्लिट यो फेरि कम्पाउन्डसँगै हो नि फेरि हामीले गरेको चाहिँ फेरि यो 13 लाखमा चाहिँ पहिला सुरुमा त 11 लाख 11.5 लाखमा त गरेको 11 लाख 20,000 कि कतिमा गरे हो फेरि पछि अलिकति उतापट्टि अलिक थप्ने हुँदाखेरि 30,000 थपाएर 11.5 लाख कति पुरा हो भयो अब जाने हो हैन भइसक्यो अहिले पनि हुन्छ गछ अब जाने हो यस्तो मानिसहरु जाउँ भन्ने आन्दोलन ए अब जाने हो कान्छ जाने त्यो त अति भयो जानै पर्यो के हो के को लागि भनेछ जाने लोड सेडिङ गाउँ गयो भयो नि ल्याउनु पर्यो नि त फेरि सही हो अति भयो नि त कुलमानलाई होइन गएर केबीको घाँटी चुडाउनु पर्छ ल ल हो के जो बालिने घटना बित्तिकै यहाँ लाइन गएको गइछ अनि हो नि त्यो अस्ति हिजो नि हिजो कि कहिले हामी आएको बेला नि अस्तिको दिन अस्ति बेलुका गयो हिजोदेखि त लोड सेडिङ भयो हिजो नि गयो आज नि गयो 2 घण्टा ननस्टप गरेर त अहिले पनि गछ अहिले पनि 2 घण्टा हान्ने हो अब फेरि यस्तो पाराले त जाने 2 घण्टै हान्ने हो 4 घण्टा त हान्ने हो यस्तरी पानी पार्छ अनि 4ले 8 बनाउँछ अनि फेरि त्यही लगाउँछ अहिले बानी पहिला हुन्थ्यो नि मिलमा त्यो धान कुटाउन जानु पर्दा हेरेर जानु पर्छ समय तालिका कति लाइन जान्छ अनि हो हिजो अस्ति कहिले हामी यहाँ काम गर्न आएको दिन पनि कति बेर लाइनै थियो ए हो हिजो पनि त्यस्तै भएको हिजो पनि भएको थियो हिजो यो ढोका फिट गर्न आउने भाइहरूले यहाँ न त्यतिकै बेला आउने बेला यहाँ लाइनै थिएन क्या राति पठाइदिएको के अरे कुलमानलाई पठाउन साथै हेर्छ बाबु त्यही त भन्नु कति फरक पर्दो रहेछ एउटा मान्छे ल भन त किन एउटा चाहिँ हाम्रो देशमा